भित्र चाहिँ डर लाग्ने चिजहरू देख्न सकिन्छ होला। यहाँ चाहिँ 6 रुपियाँको सबै सामान पाइन्छ। फाइनली हामी चाहिँ रेडी भएर हिँडिसक्यौँ पाटनको लागि। घर छोडेर यता आएर भिडियो बनाइरहेको छौँ। राजा लुक एट मी। मान्छेहरू सब रेडी भइसकेका छन्, हिँड्नको लागि तयारी अवस्थामा छन् है। हेलो गाइस, अहिले चाहिँ म इन्डियाको सिर्सिया भन्ने ठाउँमा छु। यो चाहिँ सिर्सिया बजार हो। पाटन देवी मन्दिर जाँदैछौँ हामी चाहिँ। अहिले चाहिँ हामी यता नास्ता खाएको। बिहान घरदेखि केही नखाएर आएको, त्यही भएर सबका नास्ता गरौँ भन्ने थियो। भिडियोहरू चाहिँ अगाडि गइसक्नुभयो। म हजुरहरूलाई देखाउँछु कस्तो छ त त्यहाँको माहौल। अनि हामी जाँदैछौँ। मेला यस्तो चलिरहेको यहाँ। तर साँझ लाग्ने चाहिँ अहिले केही छैन। देवी पाटन मन्दिरमा हेलमेटको 10 रुपियाँ अनि त्यसपछि बाइकको चाहिँ 20 रुपियाँ लाग्दो रहेछ। ठिकै हो, हेलमेट चाहिँ हराउँदैन होइन। देवी पाटन मन्दिर अब यो चाहिँ साँझमा लाग्ने मेला रहेछ। अब हामी चाहिँ साँझमा आउने कुरा भएन। दिउँसो आएको यस्तो गर्मी छ, यति गर्मी छ कि गर्मीमा को आउने यहाँ मेला। धेरै नै गर्मी छ। गाइस देख्न सक्नुहुन्छ यहाँका बडा बडा रोटी। हेर त बाहिर चाहिँ धेरै गर्मी छ। हामी चाहिँ चिसो पानी र दिदीहरूले पर्खिरहेछन्। हेर्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ भुट बङ्गाल अरे। भित्र चाहिँ डर लाग्ने चिजहरू देख्न सकिन्छ होला। त्यसको लागि भुट बङ्गाल देखाउँछ त। यस्तो पनि छ। यो चाहिँ नयाँ देख्न पाइयो। के भयो? यो पिङ्क हो? नेपालमा त कति 150 भन्थ्यो नि। हेर त यहाँ जम्मा 20 रुपियाँ रे। 10 रुपियाँ रे। ओए कतिबाट खेल्नु र नि? आमाले चिन्ने भने भन्नुहुन्छ। यहाँ चाहिँ सामानहरू पनि सस्तोमा पाइने रहेछ होइन। ए पर्दाहरू 160, 250, 320। अहिले चाहिँ हामी मन्दिर प्रवेश गर्दैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। यति दामी मन्दिर छ कि बबाल। यहाँको मेन मन्दिर चाहिँ यही अगाडिको हो जस्तो लाग्छ मलाई। अहिले चाहिँ म मन्दिरभित्र छु। यहाँ चाहिँ फोटो खिच्न मनाए लेखा रहेछ। म चाहिँ फोटो खिचिदिइहालेँ। अब चाहिँ म भाग्छु यार। म चाहिँ सर देखाइरहेको छु कस्तो छ त पाटन मन्दिर भनेर। म पनि यहाँदेखि भित्र जाँदैछु। के छ त यहाँभित्र होइन।
दर्शन त गर्नु पर्यो। यहाँ चाहिँ फोटो खिच्न मिल्दैन, त्यो भएर लुकी लुकी बनाइरहेको छु। आफ्नो चाहिँ मनले पनि मान्दैन के, भिडियो चाहिँ बनाउनै पर्यो। मैले चाहिँ के देखाएँ भनेर हजुरहरूले चाहिँ हेरिसक्नुभयो। अब अरू पनि थियो तर चाहिँ फोटो भिडियो खिच्न मिल्ने रहेनछ, त्यही भएर होइन। अब त्यो भन्दा भन्दै पनि किन भिडियो फोटो खिच्नु भनेर मैले खिच्न सकेन। ठिक छ, देखाउने चाहिँ त्यसै पनि देखाइहालेँ। बाँकी चाहिँ अब अरू के हुन्छ त सबै देखाउनेछु। के हेरेको? ओ यो के हो? चमेरा कुट्टी ठुला अन्त पुरै मुसा जस्तो हो त। थगेर लाग्छ, गाह्रो भएको छ। गाह्रो भएन आज त, अब रमाइलो गर्न रमाइलो गर। यहाँ चाहिँ बाँधिँदैन भन्दा पनि जबरजस्ती समातेर पैसा लाग्दैन भनेर बाँधिन्छ नि, फेरि पैसा चाहिँ पैसा दिनै पर्यो। हेलो गाइस, हाम्रो दिदीहरु चाहिँ यतातिर रहेछन् भर्खर है। फाइनली हाम्रो ग्याङ चाहिँ भेट हुनु भयो। त्यही हो, अब चाहिँ घुम्ने हो। हानु न, खोइ ओ असिमले बोला न, असिम यहाँ आऊ न। वहाँ मात्र नआना खेल्दैन क्या हो अहिले म त मुटिहाल्छु खेल्दैन क्या मैले जान्न। अरे भाई बस कर रहे यार। ए रुको रुको, ए चक्कर लाग्यो। शुद्ध हुनुलाई यहाँ व्यवस्था गर्दा छ, शुद्ध हुने अनि त्यसपछि गएर मन्दिरमा पूजा गर्ने। ए शुद्ध हुने होइन। हर माल 8 रुपियाँ। यो जे किने पनि 8 रुपियाँ होइन। यिनी पनि यो पनि जे किने पनि 5 रुपियाँमा होइन। यहाँ चाहिँ सब छ। यहाँ चाहिँ 6 रुपियाँको सबै सामान पाइन्छ। 6 रुपियाँमा जे लगे पनि। स्वाट लाएर शिवजीको शिवलिङ्ग यस्तो छ। नेपालीहरू यही बस्नको लागि आइसकेका छन् साँझको बेला। फाइनली गाइज अब चाहिँ हामी घरतिर फर्कन लाग्यो। अरू चाहिँ अब भर्खर आउँदैछन्, हामी चाहिँ अब चाहिँ घर फर्किन लाग्यो। किनकि हामी बिहान आएको, यो चाहिँ बिहान भन्दा पनि साँझ लाग्ने मेला हो खासमा। तर हामी अब रातिमा आउने कुरा भएन, टाढादेखि आएको होइन। हामी चाहिँ अब फर्कन लाग्यो। हजुरहरूलाई जे देखाएँ कस्तो लाग्यो कमेन्ट गर्नु होला है।